भुलभुलैया पट्टि हेर्नु न मन पुगरी त हजुर घुम्न आउनु भएछ कि नाइपिउठ हेर्नु न ए बहिनीहरू यस्तो दामी कफी अब यस्तो भात खाने बेलामा यस्तो कहाँ देख्न सक्नुहुन्छ हामी 3 सिस्टर भएर जाँदैछौँ भुलभुलैया भुलभुलैया अब हामी हिजो घुम्न जाने भनेको थियौँ खासमा त अब हिजो त पानीले च्याप्यो आज जाँदैछौँ त्यही पनि 3 सिस्टर मात्रै 1 सिस्टरको पेट दुख्यौँ 1 सिस्टरको बेबी भयौँ अनि अब बेबीलाई बच्चालाई जङ्गलतिर नल्याऊँ भनेर हामी अब हजुरले भन्नु जङ्गल जानलाई पनि यति नक्कल पार्न पर्छ र भनेर तर हामी बजार जाने भनेको थियौँ बजार नगएर क्यान्सल गरेर जङ्गलमा च्याउ नक्कल पार्यो हाम्रो नक्कललाई देखेर च्याउ तलको च्याउले उम्रिन्छ कि भनेर क्या म जन्मिएको ठाउँ म हुर्किएको ठाउँ गर्मी हो कि यहाँ त हुन्छ चितवन उयो आमा प्लास्टिक लाग्नु क्या यहाँ खै ऊ त्यहाँ होइन म त आमा प्लास्टिक झुन्डाइदिएछन् क्या भनेको हेर्नु न मेरो चप्पल हेर्नु न कस्तो हिजो यसरी फर्केको थियो नि हिजोको भ्लगमा त्यही चप्पल हो अनि मलाई माथिपट्टि हेर्नु न मन पुगरी तर सर्बु कोब्रा सोब्रा भएको डर लाग्छ यो त कसरी देखिन्छ मैले देखेको थिइनँ पुच्च्या भयो कुकुर लखेट्यो गइसक्यो होला इन्जाम डर लाग्छ गाइस सर्पु डर लाग्छ म त सर्प मैले त यादै गरेको थिएन कत्रो लामो सर्प फोटो सुट हुँदैछ अनि हाम्रो चाहिँ चप्पल ब्याग सबै त्यहाँ खोल्यो त्यहाँ स्टाइल हेर्न सक्नुहुन्छ मेस्सी माथि डाँडामा आएको नि टक्क यो सक्नुहुन्छ गाइस हाम्रो त यस्तो राम्रो छ नि त फेरि प्युठान त हजुर घुम्न आउनु भएछ कि नाइ प्युठान त्यहाँबाट अझै माथि गयो भने चाहिँ पुरै त्यो त्यहाँ माथि खलङ्गा भन्छ क्या त्यहाँनिर सब देखिन्थ्यो हामी चाहिँ माथि जान सकेनौँ अघि त्यो बाटोमा सर्प देखेपछि चाहिँ डर लाग्यो हामीलाई अनि त्यही भएर माथि गएनौँ त्यही भएर पोच हेर्नु है पोच हेर्नु न यस्तो हुन्छ गाइस हाम्रो यहाँ भुइँमा हेर्न सक्नुहुन्छ क्यामराम्यान हाम्रो मेस्सी साथीहरू अझै हामी सँगै छन् अब चाहिँ हामी चाहिँ रमाइलो यो बहिनीहरू एउटा ज्वाइँमा आउनुहुन्छ एउटा ज्वाइँ आउनुहुन्छ गाइस यिनीहरूले केटा नपारे कुकुर सुत्दै गर्छ गाइस हाम्रो त्यो के भन्छ अरे ट्राइपडको हेर न कति वफादार छ हामी सकुन आइज जाऊँ वफादार हो नागरिक हो तिमी नागरिकता त्यसको नागरिकता भन्छ कि भन्न गाइस हाम्रो त्यो ट्राइपडको त्यो पछाडिको ढक्कन हरायो हामी हेर्दै जाऊ साथी लगाइसक्यो साथी हेर्नु न त्यहाँ साथी त हाम्रो त कहाँ खसेछ हेर्दै जाऊ है चस्मा लगाएको मान्छेले मैले त चस्मा लाइन हेर त्यसो खुट्टा चिलाइदिए त है कनाएर कहाँ खसेछ हामी कहाँ घुम्न आएको उताको सिनै खिचिने तैँले यार कताको उता खलङ्गातिरको खिचिसकेँ मैले गाइस अब हामी फर्किँदैछौँ यस्तो राम्रो हेर्न पाइन्छ नि यस्तो किनेर ल्याइदिउँ यिनी रन्जु सानी हुन् यिनी सिजन सानी हुन् ऊ त्यहाँ आमा छिन् ऊ त्यहाँ बाजे छन् म यहाँ सल्ली सानी त छु अनि यिनी सुती छिन् यिनी फेरि रातभरि अब सुत्छिन् गरी रातभरि हामीलाई यिनी त खतम भइछिन् कि यहाँ सुतिन् यस्तरी गाइस आज चाहिँ हामी टक्क लाएर भुल्के सिल्के गएर घुमेर आएर हाम्रो टिकटकहरू देख्न सक्नुहुन्छ
कस्तो राम्रो रमाइलो गऱ्यौँ तर 3 जना मात्रै गयौँ यिनीहरू 2 जना गएनन् साथीहरू किनकि यिनीहरूलाई हामीसँग हिँड्न मन लाग्दैन र यिनीहरूलाई हाम्रो फोटो भिडियो देख्यो भने किन नगएन छु भन्छन् हो कि होइन भन्तो हो त्यही भएर अब चाहिँ हामी कफी आउँछ अनि भिडियो बनाउँछु मूत्र विसर्जन गर्न यस्तो दामी कफी खाने टाइम भइरहेको छ यहाँनिर निमे इज रोइङ सो लाउडली यु वाइ आर यु रोइङ यु विजय भिनाजुले के अरे विजय सानो वाले यिनलाई निकाल्नु भयो भने यिनले त वाछि गोली हुने ए छानु बा भन्छन् यिनले ए बाबा भन्छन् ए छानु भन्छन् धुलो पनि बाल्दिन सुत्केरी के भएर हजुरलाई मान्नु आफै म त भ्लग बनाइदिन्छु फेरि म त भिडियो बनाउने हो सिधै साथीहरू अब हामीले भात त अब खै आज के हुन्छ थाहा छैन अब पप चाहिँ खाइयो है छैन टक्क डोबेर सिजन खायो लाटुङको बाजुलाई रोक्नु पाउरोटी खैन बम मात्रै हलो बम रहेको थाहा यस्तो रमाइलो भएर खाइरहम गाइस अब यति खान्छौँ एकछिन पछि बिस्तारै भात पकाउनु हुन्छ भर्खर रात परेर भन्नलाई छ त्यो हामी खेत काम गर्न गएका थियौँ अनि सगुनलाई खाना बनाए है यता घर हेरे भनेर सबै यहाँ जिम्मेवारी दियौँ अनि आउँदाखेरि रेडी एकदम चाहिँ साथी र यिनीहरू भएर रेडी पारेको थिए अनि चाहिँ इन टाइममा चाहिँ यस्तै त रमाइलो हुन्छ त यस्तै खिच्ने त गाउँको सर गाइस यहाँ नाङ्गे भएर बसाइ